सबै कुरामा येशू जस्तो हुनको लागि हामीलाई सहायता गर्नुहुन्छ भनेको छ है। अनि 29 मा आएर चाहिँ के भन्नुहुन्छ भने जसलाई उहाँले पहिल्यैबाटै चुन्नु भएको छ उहाँले तिनीहरूलाई प्रेरितको पुस्तकमा हेर्दै गर्दाखेरि चाहिँ हामीले थाहा पाउन सक्छौँ कि उहाँ ख्रिस्ट येशूको बारेमा गवाही दिनेहरू, उहाँको बारेमा बोल्नेहरू हामीले देख्न सक्छौँ। स्टिफनसले भनेको छ है, येशूको बारेमा स्टिफनसले भनेको छ, पुरै भनेको छ। पुरानो करारलाई जोडेर पुरानो समयमा भएको अगमवक्ताहरूले आउँदै गरेको मसीहाको बारेमा बोले अनुसार चाहिँ उसले एकदमै सरल ढङ्गले हामीलाई बताइदिएको छ। अनि त्यो बताउँदाखेरि त्यहाँ भइरहेको एकदम शास्त्री फरिसीहरू, धर्मशास्त्रमा पोख्तहरू, परमेश्वरले चुनेको जातिहरू, पवित्र जातिहरू चाहिँ यो कुरा सुन्दाखेरि चाहिँ स्टिफनसको कुरालाई मानेन, उनीहरूले ढुङ्गाले हाने र पहिलो शहीद ख्रिस्टको लागि मर्ने स्टिफनस हुनुहुन्छ है। त्यसरी नै पावल प्रेरितले पनि जब ख्रिस्टको मण्डलीलाई सताउँदै गर्दाखेरि ख्रिस्ट येशूको हस्तक्षेप दमस्कसको बाटोमा उनले पाए अनि उनले ख्रिस्टबारे जानकारी पाए, परमेश्वरको योजनाबारे जानकारी पाए, उसले जम्का भेट भयो। अनि उसले त्यही कुराबाट ऊ आफूलाई परिवर्तन गरेर फेरि ख्रिस्टको प्रचार गर्दै गर्दा ऊ पनि टार्गेट भए। त्यति बेलाका पुजारीहरू, धर्मगुरुहरूको अगाडि चाहिँ टार्गेट भए, उनले दुःख भोगे, तर पनि ख्रिस्टको काम गर्नको लागि उहाँ पछि पर्नु भएन। अनि उहाँले सबै कुराहरू सविस्तार सबैलाई भने। 3-4 ठाउँ प्रेरितको पुस्तकमा हामीले पढ्न पाउँछौँ। मसीहा को हुनुहुन्छ, कसरी आउनुभयो, अनि कसरी जानुभयो र कसरी आउँदै हुनुहुन्छ, अनि हामीले कसरी जिउनुपर्छ भन्ने कुरा चाहिँ हामीले पाउन सक्छौँ है। अनि यो रोमीको पुस्तकमा पावलले लेखेका छन् कि धर्मीजनहरू चाहिँ विश्वासद्वारा जिउँदछन्। हामी क्रिस्चियन हौँ, हामी विश्वास गर्छौँ। हामी केमा विश्वास गर्छौँ, कसमा विश्वास गर्छौँ, योले एकदमै ठुलो भूमिका खेल्छ है। हाम्रो विश्वास बढ्नु र त्यो उद्धार पाउनुमा हाम्रो विश्वास चाहिँ केमा छ, यो कुरामा चाहिँ एकदमै साँच्चै नै हाम्रो विश्वासलाई हामीले जाँच्नुपर्छ। मैले